आज भोलि मन्त्री परिषदको बैठक यति धेरै बसिरहेको छ, निर्णयहरू ठ्याक 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 भइरहेछन्, मन्त्रीहरूले निर्देशन ड्याङ 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 दिइरहेछन् होइन त। नेपाल भारत सीमामा 24 घण्टा गस्ती, गृहमन्त्रीको सक्रियतापछि भारतीय सीमामा 2200 सशस्त्र प्रहरी थप गरिएको छ भनेर यो समाचार भाइरल भएको छ। मेरो मतलब बीओपीमा अथवा सिमानामा सशस्त्र प्रहरी, आर्मी, पुलिस नराख्ने भन्ने पक्कै होइन, राख्नै पर्छ। देशको सुरक्षा सिमानाबाटै गर्ने हो, सिमानाबाटै सुरक्षा भयो भने मात्रै देशभित्र रहनेहरू सुरक्षा होला, नभए प्रत्येक वर्ष मास्तिरपट्टि र तलतिरपट्टिबाट च्याप्दै 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 आइरहेको हामीले सुनेका हौँ, तर कसैले पनि पटक्कै बोलेको सुनिएन। ठिक छ, 2200 होइन 22,000 राख्नुहोस्, त्यसमा कुनै समस्याको कुरो भएन, राख्नै पर्छ, देशको सिमानाको सुरक्षा गर्नै पर्छ। म त अझ भन्छु लिपुलेक र कालापानीमा पनि लगेर राख्नुपर्छ। हाम्रा देशका सैनिक र सशस्त्र प्रहरीहरू उत्तरतर्फ हेर्ने हो भने हिमाल हामी हाम्रो भनेर गर्व गरिरहेका छौँ, हिमाल जस्तो टोपी लाएर हिमाल हाम्रो हो भनेर गरिरहेका छौँ, तर के छ अवस्था? हिमाल कटेर वारीपट्टि आएर बजार बसाइसकेका छन् माथिबाट आउनेहरूले पनि। यो तलबाट र सम्मबाटको कुरो होइन, पहाड काटेर र हिमाल काटेर हिमालभन्दा वारी नै आएर बस्न थालिसकेका छन् मास्तिरका पनि। सुरक्षा दुवैतर्फ हुनुपर्छ, चिसो होस् कि तातो होस्, तराई होस् कि हिमाल होस्, दुवैतर्फ सुरक्षा गर्नु सरकारको दायित्व हो। खुकुरी नभएको दाब जस्तै सीमा गस्ती, हातमा लट्ठी काँधमा झोला अनि सुरक्षाका ठुला कुरा गरेर चाहिँ पक्कै पनि हुँदैन। नेपाल भारत सीमामा सशस्त्र प्रहरीको 2200 थप जनशक्ति परिचालन भएको खबर सुन्दा झट्ट कानमा आनन्दै मिल्छ। ओहो, गृहमन्त्रीले ठुलै सक्रियता गरेछन्, ठुलै काम गरेछन् भन्ने मनमा पनि लाग्छ, तपाईँलाई पनि लाग्नु स्वाभाविक हो। गृहमन्त्रीको सक्रियतापछि अब सीमामा 24 घण्टा गस्ती हुने रे, तर तस्बिर र धरातल हेर्दा यो गस्ती सुरक्षाभन्दा बढी मर्निङ वाक जस्तो देखिन थालेको छ। तस्बिरमा देखिएका हाम्रा सुरक्षाकर्मीको अवस्था हेर्नुहोस्, काँधमा ठुलो झोला, बन्दोबस्तीका सामान होला, खुट्टामा बुट, तर हातमा एउटा भरपर्दो आधुनिक हतियारसम्म छैन। के अब हाम्रो जवानहरूले सीमा अतिक्रमण गर्न आउनेलाई वा तस्करी गर्नेहरूलाई नमस्ते गरेर रोक्ने हुन् कि ढाडको झोला देखाएर तर्साउने हुन्? हामीले अस्ति भर्खरै देखेका छौँ सिमानामा एपीएफका डीएसपी लगायतका टिमलाई उनको बीओपी स्थानमै भित्र छिरेर कुटे भन्ने खबर अस्ति भर्खरै पढेको हो। तपाईँहरूले यहाँ भिडियोहरू हेर्नुहोस्, यो फोटोहरू हेर्नुहोस्, कसरी छ सुरक्षा, केमा छ सुरक्षा? उनीहरूलाई आफ्नो ज्यानको सुरक्षा गर्ने हात हतियार दिएका छैनन्। के अब गुलेली बोकेर सुरक्षा गर्न जानुपर्ने हो? सिमानाको सैनिक र सशस्त्र प्रहरी राख्दैमा हुँदैन, त्यहाँ चाहिने अत्यावश्यक सामानहरू पनि त हुनु पर्ला। ती बिना कसरी छेक्छन्, कसरी सुरक्षा गर्छन् हाम्रा सिमानाका? हतियार बिनाको लडाईँ सिमाना जस्तो संवेदनशील ठाउँमा आधुनिक हात हतियार र प्रविधि, ड्रोन, नाइट भिजन क्यामेरा बिनाको गस्ती केवल संख्या बढाउने खेल मात्र हो। आधुनिक हात हतियार, विदेशी सुरक्षाकर्मी र संगठनिक तस्करका अगाडि हाम्रा जवानलाई खाली हात उभ्याउनु भनेको उनीहरूको ज्यान जोखिम पार्नु र राज्यको लाचारी प्रदर्शन गर्नु मात्रै हो। गृहमन्त्रीको सक्रियता कि प्रचारबाजी मात्रै हो यो? उनीहरूलाई आवश्यक स्रोत, साधन र अधिकार नदिई गस्ती गर भन्नु भनेको चालकलाई पेट्रोल बिनाको गाडी दिएर काठमाडौँ जाऊ भन्नु जस्तै हो। सिमानामा हाम्रा सुरक्षाकर्मी बस्ने ठाउँ बीओपीको हालत कस्तो छ? पानी पर्दा ओत लाग्ने ठाउँसम्म छैन, खानलाई राम्रो मेस छैन र प्रतिरक्षाका लागि हातमा बलियो हतियार छैन। यस्तो अवस्थामा 24 घण्टा गस्ती गरेर सिमाना जोगिएला त? सिमानाको सुरक्षा केवल मान्छेको टाउको गनेर हुँदैन, सिमाना जोगाउन सुरक्षाकर्मीको आत्मबलसँगै बलियो हतियार र नीति चाहिन्छ। सरकारले केवल संख्या थपेर जनताको आँखामा छारो हाल्नुभन्दा हाम्रा जवानलाई आधुनिक प्रविधि र हात हतियारले सुसज्जित बनाउनु आवश्यक छ, नत्र यो गस्ती सिमाना हेरेर सुस्केर हाल्ने काममा मात्रै सीमित हुनेछ।
के नेपालका सुरक्षाकर्मीले अब गुलेली बोकेर सिमानाको सुरक्षा गर्नुपर्ने हो? बिना हात हतियार सिमानाको सुरक्षा गर र लडाइँ गर भनेर निर्देशन दिनु कतिको जायज हो? निर्देशन दिनेले देलान् र निर्देशन पालना गर्लान्, तर यसको प्रतिफल के होला त? देशको सिमानाको सुरक्षा? तपाईलाई के लाग्छ? आफ्नो कमेन्ट राख्नुहोला।